आज हामी भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकाको बोडेको एरियामा रहेको नीलबाराई मन्दिरमा गइरहेका छौँ। यो नीलबाराई मन्दिर प्राचीन समयदेखिकै मन्दिर हो। धेरै ठुलो र धेरै नाम चलेको मन्दिर त होइन, तर हामी मूलपानी, गोठाटार, थिमी, बोडे, सरस्वती खेलका बासिन्दाहरूको बिचमा भने चाहिँ यो धेरै प्रसिद्ध मन्दिरको रूपमा रहेको छ। यहाँको क्षेत्रीय समुदायहरूको त कुल देवी नै हो, उहाँहरूको कुल पूजा नै यही नीलबाराईको मन्दिरमा हुने गरेको छ। हामी मूलपानीको बासिन्दाहरू चाहिँ सानो बेलामा 9 दिन यही मन्दिरमा जान्थ्यौँ। यो हाम्रो घरबाट धेरै टाढा पनि छैन। पहिला त यो धेरै घना जङ्गल थियो, अहिले त घना जङ्गलको छेउमा पनि यस्तो नयाँ आधुनिक घरहरू पनि बन्न थालिसकेको छ। र सानो बेलामा चाहिँ सधैँ यही मन्दिरमा दसैँको बेलामा जाने र देवी भनेको, मन्दिर भनेको यही नीलबाराई नै हो जस्तो हामीलाई लाग्थ्यो। अब अलि ठुलो हुँदै गएपछि त हामी अलि पर पनि जान थाल्यौँ। तैपनि हरेक दसैँमा चाहिँ 9 दिनमा 1 दिन 2 दिन चाहिँ हामी यो नीलबाराई मन्दिरमा जाने गरेकी छौँ। हिँडेर पनि जान सकिन्छ। यो चाहिँ हाम्रो मनोहरा खोलाभन्दा अलिकति माथिपट्टि सानो डाँडोमा अवस्थित रहेको छ। यहाँबाट चाहिँ पूर्वपट्टि हेर्दाखेरि चाहिँ सरस्वती खेल देख्न सकिन्छ। यसको पश्चिमपट्टि यो गोठाटार, सन सिटी एरियाहरू पर्छ। यसको उत्तरपट्टि चाहिँ हाम्रो मूलपानी एरिया र दक्षिणपट्टि चाहिँ थिमी बोडे एरिया पर्छ। अब सबै ठाउँमा आफ्नो खालको देवीहरू देवताहरूको मान्ने प्रचलन रहेको हुन्छ। हाम्रो चाहिँ यो काठमाडौँको यो एरियामा चाहिँ हाम्रो नीलबाराई चाहिँ एकदम प्रचलित छ र हाम्रा चाहिँ सबै अग्रजहरू र हाम्रो बेलाको मानिसहरू र अहिलेको हाम्रो बालबच्चाहरू पनि हामी यही मन्दिरमा लगेर पूजाआजा गर्ने गरेका छौँ। यस्तो छ यो नीलबाराई मन्दिर। यसको चाहिँ यो पुरानो पार्टी हो। यो चाहिँ अहिले त अलिकति यतापट्टि पनि नयाँ भजन गर्ने पार्टीहरू, यसरी बस्ने ठाउँहरू बनाएको छ। मूल मन्दिर चाहिँ धेरै ठुलो त छैन, अहिले देखिन्छ। यो हो मूल मन्दिर चाहिँ, सानै छ। भित्रपट्टि नीलबाराई देवीको मूर्ति छ र यो वरिपरि चाहिँ यसरी पार्टीहरू बनाइरहेको छ। यहाँ चाहिँ हाम्रो पुरानो बुवाहरू आएर यहाँ पाठहरू गर्ने पनि चलन छ। पारिपट्टि यो नीलबाराई मन्दिरको पिकनिक स्पटहरू त्यो देखिरहेको छ। पहिला हामी सानो हुँदाखेरि त यहाँ धेरै नै चहल पहल हुन्थ्यो। यहाँ यस्तो लङ्गुर पूजाहरू खेल्ने, त्यसपछि यो टिका टालो गर्ने धेरै हुन्थ्यो। अहिले चाहिँ पहिला हेरिकन चहल पहल कम भयो। यो मूल मन्दिर यही हो। यहाँभित्र पूजाआजा हुँदैछ। यो चाहिँ बाहिरबाट यसरी देखिएको दृश्यहरू, त्यो पारी देखिएको चाहिँ यो सन सिटी र गोठाटार एरिया हो। अहिले चाहिँ पहिरो गएर यसरी मन्दिरको यो बाटोपट्टि तलपट्टि पहिरो गइरहेछ। रमाइलो छ ठाउँ। यो चाहिँ मन्दिरबाट 100 मिटर जति तल गणेशको मन्दिर रहेको छ। हरेक देवी देवताको पूजा गर्नुभन्दा अगाडि गणेशको पूजा गर्ने प्रचलन छ। हामी पनि पहिला गणेश मन्दिरमा गएर पूजा गरेर अनि फर्केर आएर मूल देवीको दर्शन गर्छौँ। पहिला त पुरै तलसम्मै लाइन हुन्थ्यो, अहिले चाहिँ अलिकति कम हुन थाल्यो। यहाँ मान्छेहरू विभिन्न अरू मन्दिरमा पनि जान थाले। यस्तो छ, मुख्य देवी उहाँ नै होला।